नेपाल प्रहरीमा इन्स्पेक्टर पदको माग संख्या थप, नयाँ 8 सिट थपिएसँगै कुल 29 जना भर्ना गरिने। सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका क्रममा निर्णय, समावेशी कोटा समायोजन गरी पदपूर्ति प्रक्रिया अघि बढाइने। नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक इन्स्पेक्टर पदको माग संख्यामा वृद्धि गरेको छ। प्रहरीले यसअघि 2082 मङ्सिर 26 गते प्रकाशित विज्ञापनमा 8 वटा नयाँ सिट थप गर्दै अब कुल 29 जनाको पदपूर्ति गरिने जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाका अनुसार सर्वोच्च अदालतबाट जारी परमादेश बमोजिम यो पद संख्या समायोजन गरिएको हो। आर्थिक वर्ष 2079-80मा समावेशी समूह अन्तर्गत समावेश नगरिँदा वास्तविक रूपमा गुम्न गएका पदहरूको क्षतिपूर्ति स्वरूप नयाँ 8 सिट थप गरिएको प्रहरीले स्पष्ट पारेको छ। थप गरिएका पदहरूमा अमर अशक्त प्रहरी परिवार, खुल्ला महिला तथा आदिवासी जनजाति लगायतका समूह परेका छन्। प्रचलित कानुन र समावेशी प्रावधान अनुसार पदहरू समायोजन गर्दै भर्ना छनौटको बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।